ग्रेटर नेपाल, जसको सिमाना कुमाऊ, गढवाल, सिमला हुँदै पश्चिमतिर काँगडासम्म फैलिएको थियो। पश्चिमपट्टिको सिमानामा सतलुज नदी बग्ने गर्थ्यो। नेपालको दक्षिणतिर गोरखपुर, मुजफ्फरपुर, कटिहार हुँदै साउथ बङ्गालसम्म फैलिएको थियो। त्यसैगरी पूर्वमा सिक्किम, दार्जिलिङ र टिस्टासम्म फैलिएको थियो हाम्रो देश। यदि आज पनि त्यो विशाल नेपाल थियो भने आजको समयमा हाम्रो पूर्वपट्टिका छिमेकी देशहरू भुटान र बङ्गलादेश पनि हुने गर्थे। सायद हाम्रो देश पनि शक्तिशाली देश बन्ने थियो, किनकि त्यति बेलाको नेपालको क्षेत्रफल 3,34,250 वर्ग किलोमिटर थियो। त्यसपछि नेपाल र अङ्ग्रेजको युद्ध हुन्छ, जुन युद्धको कारणले गर्दा हामी जबरजस्ती सुगौली सन्धि गर्न पुग्छौँ। यदि सुगौली सन्धिलाई राम्रोसँग निहालेर हेर्ने हो भने त्यो ग्रेटर नेपाल अझै पनि रिटर्न हुन सक्छ। तर तपाईँलाई त्यस्तो लाग्छ हाम्रो देशका नेताहरूले ग्रेटर नेपालको बारेमा आवाज उठाउँछन्? कमेन्ट गर्न नबिर्सनु।